नमस्ते साथीहरू, आजको यस भिडियोमा हामी नेपाली भाषामा उखान र टुक्काको अर्थ र वाक्यमा प्रयोग दुवै गर्छौं। उखानको 1 नम्बर, खाने मुखलाई जुगाले छेक्दैन, मेहनत गर्नेलाई समस्याले छेक्दैन। खाने मुखलाई जुगाले छेक्दैन भने चाहिँ गरिब परिवारमा जन्मेका राम मेहनत गरी पढाइ गरेकोले डाक्टर बन्न सफल भयो। 2 नम्बर, मह काट्नेले हात चाट्छ, मेहनत गर्नेले फल पाउँछ। मह काट्नेले हात चाट्छ भने चाहिँ सीता दिदीले दिन रात मेहनत गर्नुभयो र डाक्टर बन्न सफल हुनुभयो। 3 नम्बर, नपत्याउने खोलाले बगाउँछ, असम्भव ठानिएकाले पनि कहिलेकाहीँ ठुलो काम गर्छ। कहिले परीक्षामा पास नहुने राम यसपालिको परीक्षामा कक्षामा प्रथम हुन सफल भयो। नपत्याउने खोलाले बगाउँछ भनेको ठिकै रहेछ। 5 नम्बर, अचानकको पीर खुकुरीले जान्दैन, जसले दुःख भोग्छ उसैलाई मात्र दुःखको अनुभव हुन्छ। अचानकको पीर खुकुरीले जान्दैन भने चाहिँ गरिबहरूको दुःख महलमा बस्ने हुने खानेहरूलाई के थाहा। 5 नम्बर, आकाशको फल आँखाधरि मर, असम्भव कुरालाई चुप लागेर हेर्नु बाहेक उपाय नहुनु। एउटा साइकल किन्न नसक्नेलाई कार किन्नु त आकाशको फल आँखाधरि मर हो। 6 नम्बर, रातभरि करायो दक्षिणा हरायो, कडा परिश्रम गरेर पनि अन्त्यमा केही प्राप्त नहुनु। रातभर करायो दक्षिणा हरायो भने चाहिँ दिनभरि घाममा साहुको काम गर्दा पनि पैसा माग्दा साहुले भोलि आउनु पो भनेछ। 7 नम्बर, देख्नेका आँखा फुटे सुन्नेका सही, प्रत्यक्ष देख्नेको कुरा नपत्याएर सुन्नेको भरमा गफ गर्नेको कुरा पत्याउनु। मैले भर्खर पेट्रोल पम्पबाट पेट्रोल भरेर आएको छु, तर तिमी त पेट्रोल छैन रे भनेर गफ गर्छौ। यो त देख्नेका आँखा फुटे सुन्नेका सही भने जस्तो भएन र। 8 नम्बर, चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी, धेरै राम्रो कुरा खोज्दा सामान्य कुरा नपाउनु। आफ्नो देशमा शिक्षकको स्थायी जागिर छोडेर विदेश गएको रामलाई विदेशबाट रित्तो हात फर्किनु पर्दा चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भने जस्तै भयो। 9 नम्बर, जुन गोरुको सिङ छैन उसको नाम तिखे, नाम र काम फरक पर्नु। जुन गोरुको सिङ छैन उसको नाम तिखे भने चाहिँ दुःख पर्दा कहिले सहयोग नगर्ने मेरो छिमेकीको नाम मन बहादुर रहेछ। 10 नम्बर, छन् गेडी सबै मेरी छैनन् गेडी सबै तेडी, छन् गेडी सबै मेरी छैनन् गेडी सबै तेडी भने चाहिँ रामसँग प्रशस्त धन हुँदा सबैजनाले उसलाई साथ दिन्थे, तर जब उसलाई ऋण लाग्यो कसैले पनि उसको वास्ता गरेनन्। अब टुक्कातिर लागौं। 1 नम्बर, क्रिया खानु कसम खानु। हाम्रा देशका नेताहरूले देशको विकास गर्छु भनेर जति क्रिया खाए पनि देशको अवस्था जस्ताको त्यस्तै रहेछ। 2 नम्बर, औलामा नचाउनु, इच्छा अनुसार प्रयोग गर्नु। म तपाईको सम्मान गर्छु तर तपाई जहिले पनि मलाई आफ्नो औलामा नचाउने प्रयास गर्नुहुन्छ। 3 नम्बर, नाक फुलाउनु घमण्ड गर्नु। परीक्षामा प्रथम स्थान प्राप्त गरेको राम नाक फुलाएर गफ गर्दैछ। 4 नम्बर, तालुमा आलु फुल्नु भाग्य सप्राउनु। जागिरबाट खासै उन्नति गर्न नसकेका गोपाल व्यापार गर्न थालेपछि तालुमा आलु फलेको छ। 5 नम्बर, आँखा छल्नु अरूलाई झुक्क्याएर काम गर्नु। रमेशले नेपाली शिक्षकको आँखा छली स्कुलबाट भागेर सिनेमा हेर्न गयो। 6 नम्बर, आँखा चिम्लनु देखेको नदेखिए गर्नु। छोराले गलत काम गर्दा आँखा चिम्लेका कारण अहिले हाम्रा काका पछुतो मान्दै हुनुहुन्छ। 7 नम्बर, हरेस खानु निराश हुनु। रोगले ग्रस्त भएपछि हजुरबुबाले जीवनदेखि नै हरेस खान थाल्नु भएको छ। 8 नम्बर, आँखा झिम्काउनु इसारा गर्नु। दाजुले यो कुरा आमालाई नभन्नु भनी आँखा झिम्काउनु भयो। 9 नम्बर, बाटो तताउनु भाग्नु। गाउँमा लुटपाट गरेपछि लुटेराहरूले बाटो तताए। 10 नम्बर, श्री गणेश गर्नु सुरु गर्नु। मेरा बुबाले नयाँ पसलको श्री गणेश गर्नुभयो। साथीहरू बाई बाई।